ब्युरोक्रेसीको कुरा गरेर जानुभयो। ब्युरोक्रेसी भनेको के हो बुझ्ने गरी भन्नु पर्यो नि त। सरकारी कर्मचारीहरू भनेर उहाँलाई त तलब बढाइदिनु भएको छ। खोइ त हामी जस्तो मजदुरलाई खोइ गाडी भाडा बढ्यो, सब बढ्यो, रासन बढ्यो। हाम्रो बारेमा कसैले सोचेको छ? हाम्रो म यहाँ अनसन बसे कति 20 दिन, कसैले मेरो मिडियामा कसैले सुन्नुभयो? कर्मचारीले कुनै पनि मिडियाले ओहो मजदुरलाई पनि यस्तो हुँदो रहेछ भनेर? मजदुर कति पीडित छन् यहाँ? देश कसले बनाउँछ? यो सडक पिच गर्दाखेरि खुन पसिना कसले चुहाउँछ? भन्नु न तपाईँ आफै। यो सडक पिच गर्दाखेरि त्यो तातो अलकट्रा कसले बोक्छ? इन्जिनियरले बोक्छ। तर त्यो गरिबले त्यो अलकत्ता बोकेको पैसा पनि पाउँदैन, ठेकदारले खाएर हिँडिन्छन्। सुनिदिने कोही छैन। एउटा संस्था छ जी फन्ड भन्ने, हामी त्यहाँको पनि म पनि सदस्यता हो। मेरो समस्या बोकेर मैले ठेकदारले पैसा दिएन भनेर यहाँ 20 दिन अनसन बस्दा कसैले टेड पुछार लाएनन्। अरूको त कुरै छोड्दिनुहोस्, तपाईँहरूले टेड पुछार लाएन, अरू के कुरा गर्ने? बुझ्नुभयो नि? तपाईँहरू पनि आफ्नै दुनो सोच्याउने हो। तपाईँ जब सबजना आफ्नो स्वार्थ मात्र हो नि। भात खानको लागि मात्र त कमाउन